हेलो केटा कस्तो छ आई होप सबैजना सन्चै छ होला सो आजको भिडियोमा गोइङ टु स्टार्ट नोड.जेएस है सो नोड.जेएस आजबाट चाहिँ सुरु हुनेवाला छ अफिसियली हाम्रो योभन्दा अगाडि हामी जाभास्क्रिप्टबाट हेरेका थियौँ यतापट्टि लोगो छ नोड.जेएसको होइन सो आजबाट हामी पढ्नेवाला भनेको यो नोड.जेएस हो मैले यसलाई फोर पार्दै केही छैन सो नोड.जेएस भनेको के हो सबसे पहिला त्यो बुझ्नु भने त सो नोड.जेएस भनेको चाहिँ न त एउटा कुनै पनि लाइक जस्तै होइन तिमीहरू मार्केटमा जान्छौ भने कुन मार्केट भन्दाखेरि वेब डेभलपमेन्टको मार्केटमा जान्छौ भने त्यहाँनिर तिमीले चाहिँ होइन डिफ्रेन्ट टाइप्स अफ कुरा सुन्छौ क्या रियाक्ट एङ्गुलर होइन अनि धेरै कुराहरू सुन्छौ होइन यो मोस्ट अफ द कुरा यसरी सुन्छु होइन रियाक्ट एङ्गुलर भन्छ अर्को भनेको क्लर्क भन्छ सकेट आयो भन्छ के भन्छ होइन सो त्यो भनेको कि त लाइब्रेरी हुन्छ कि त फ्रेमवर्क हुन्छ होइन मोस्ट अफ द कुरा भनेको चाहिँ हाम्रो लाइब्रेरी या त फ्रेमवर्क हो क्या सो कि त यो रियाक्ट र एङ्गुलर जुन ल्याएको छु मैले त्यो एउटा कि त लाइब्रेरी हो कि त फ्रेमवर्क हो क्या सो सिम्पली हाम्रो जुन नोड.जेएस छ धेरै जस्तोले चाहिँ नोड.जेएसलाई पनि यही लाइब्रेरी र फ्रेमवर्कमा एउटा भन्छ क्या लाइब्रेरी हो या फ्रेमवर्क हो भन्ने मान्छ बट एक्चुअलमा भन्नुपर्दा चाहिँ यो नोड.जेएस जुन छ त्यो न त लाइब्रेरी हो न त फ्रेमवर्क हो क्या बुझ्यौ नि कुरा यो नोड.जेएस पनि होइन लाइब्रेरी पनि होइन फ्रेमवर्क पनि होइन यो भनेको हाम्रो के हो एउटा रन टाइम इन्भाइरोमेन्ट हो क्या रन टाइम इन्भाइरोमेन्ट भनेको के हो भन्दाखेरि लाइक तिमीले डिफ्रेन्ट टाइप्स अफ ल्याङ्ग्वेज तिमीलाई थाहा छ भने जस्तै ल्याङ्ग्वेजको नाम लेखेँ मैले सिपिपी मतलब C++, पाइथन, जाभा अनि अर्को भनेको रस्ट होइन सो जुन ल्याङ्ग्वेजहरू छ यो सिपिपी पाइथन जाभा रस्ट यो सबै तिमीले चाहिँ टर्मिनलमा रन गर्न मिल्छ क्या टर्मिनलमा इन द सेन्स कि तिमीहरूले चाहिँ यसरी के अरे पाइथन टेस्ट डट पिवाई रन गरेर लेख्यो भने पाइथन रन हुन्छ होइन सिमिलरली हाम्रो सिपिपीको रणनीति टर्मिनल रन हुन्छ जाभाको रन हुन्छ रसको रन हुन्छ बट तिमीले कहिले पनि जाभास्क्रिप्टको लागि चाहिँ धेरै जस्तो नोड.जेएस इन्स्टल नगरिकन बिना नोड.जेएस चाहिँ कहिले पनि तिम्रो जाभास्क्रिप्टको कोड चाहिँ टर्मिनलमा चाहिँ कहिले पनि रन हुँदैन क्या किनभने जुन हाम्रो जाभास्क्रिप्टको कोड हुन्छ त्यो हाम्रो केमा हुन्छ भन्दाखेरि ब्राउजरमा रन हुन्छ क्या तिमीले जुन जाभास्क्रिप्टको कोड युज गर्छौ फ्रन्ट एन्डमा त्यो कहाँ युज गर्छौ भन्दाखेरि आफ्नो जुन फ्रन्ट एन्ड आफ्नो जुन ब्राउजर छ त्यसमा युज गर्छौ क्या तिमीले कहिले पनि फ्रन्ट एन्डको कोड लेख्दाखेरि कहिले पनि तिम्रो जाभास्क्रिप्टको आउटपुट चाहिँ कहिले पनि तिम्रो यतापट्टि हाम्रो जुन बिएसको टर्मिनल हुन्छ त्यहाँ कहिले पनि आउँदैन क्या किन आउँदैन भन्दाखेरि चाहिँ जुन हाम्रो जाभास्क्रिप्ट छ नि त्यो जाभास्क्रिप्ट भनेको चाहिँ ब्राउजरमा मात्रै चल्छ क्या बुझ्यौ नि कुरा ब्राउजरमा चाहिँ चल्छ बट जुन नोड.जेएस आयो नोड.जेएसले के गर्यो भन्दाखेरि चाहिँ नोड.जेएसको हाम्रो फाउन्डर भनेको जसले नोड.जेएस बनाएको उसको नाम भनेको रायन डाल ठिक छ ल रायन डालले चाहिँ समथिङ 2011 होला होइन लाइक मलाई थाहा छ ठ्याक्कै थाहा छैन होइन बट जे होस् रायन डालले चाहिँ नोड.जेएसलाई चाहिँ बनाउनु भयो क्या त्यो सरले चाहिँ के गर्नु भन्दाखेरि के कोड लेखेर चाहिँ जुन हाम्रो जाभास्क्रिप्ट जुन हाम्रो ब्राउजरमा मात्रै चल्थ्यो त्यो ब्राउजरमा चल्ने जाभास्क्रिप्टलाई चाहिँ उहाँले चाहिँ टर्मिनलमा चल्न मिल्ने खालको बनाइदिनु भयो क्या त्यति भएपछि हाम्रो जुन जाभास्क्रिप्ट छ त्यो भनेको सिपिपी पाइथन जाभा रस्ट यिनीहरूको जस्तै हुन थाल्यो क्या जस्तै भयो किनभने यिनीहरू पनि टर्मिनलमा रन हुने हाम्रो जाभास्क्रिप्ट पहिला ब्राउजरमा मात्रै रन हुन्थ्यो यतापट्टि हाम्रो ब्राउजरमा मात्रै रन हुन्थ्यो बट अब जुन नोड.जेएस आएपछि के भन्दाखेरि नोड.जेएस आएपछि के भन्दाखेरि जुन हाम्रो जाभास्क्रिप्ट कोड छ त्यो केमा रन हुने भयो टर्मिनलमा पनि रन हुने भयो त्यसले गर्दाखेरि हामीले चाहिँ जाभास्क्रिप्टलाई एज अ के भन्दाखेरि जाभास्क्रिप्टलाई चाहिँ हामीले फ्रन्ट एन्डमा पनि लेख्न मिल्यो फ्रन्ट एन्डको कोड पनि लेख्न मिल्यो जाभास्क्रिप्टबाट अनि नोड.जेएसबाट जुन कि जाभास्क्रिप्ट नै हो त्योबाट हामीले ब्याक एन्ड पनि लेख्न मिल्यो बुझ्यो कुरा सो यो चाहिँ हाम्रो अलिकति थोरै इतिहास थियो हाम्रो नोड.जेएसको बारेमा है अब यतापट्टि गएर यसको चाहिँ नोड.जेएस कसरी काम गर्छ भन्ने कुरा हेरौँ है त त्यो काम हेर्नुभन्दा अगाडि चाहिँ म एउटा कुरा के देख्न चाहन्छु भन्दाखेरि चाहिँ हाम्रो जुन नोड.जेएस छ त्यो चाहिँ जुन जस्तै हेर्छौ भने जुन यो नोड.जेएस छ नि होइन नोड.जेएसभित्र के छ भन्ने कुरा हेर्छौ भने चाहिँ जुन नोड.जेएस छ नि त्यो नोड.जेएस चाहिँ हाम्रो जुन हामीले युज गर्छौँ टर्मिनलमा रन गर्ने खालको नोड.जेएस युज गर्छौँ त्यसले चाहिँ हाम्रो जुन यतापट्टि छ नि V8 इन्जिन चाहिँ युज गरेर हुन्छ क्या होइन सो V8 इन्जिन भनेको चाहिँ सिम्पली एउटा यस्तो इन्जिन हो यस्तो कुरा हो जुन चाहिँ हाम्रो गुगल युज गर्छ क्या लाइक तिमीले यतापट्टि गुगलमा गएर F12 लेख्छौ भने त्यहाँपट्टि सर्टेन एउटा कुरा आउँछ नि खोइ कन्सोल आयो नि त होइन यो जुन तिम्रो कन्सोल आयो तिमीले यसरी यहाँनिर console.log 1 दियो भने यसरी जुन कोड रन भयो नि यो चाहिँ हाम्रो यतापट्टि रन भयो नि होइन सो यसलाई चाहिँ हामी V8 इन्जिन भन्छौँ क्या V8 इन्जिन भनेको चाहिँ बेसिकली कोडलाई रन हुनको लागि बनाएको एउटा कुरा हो क्या सो यो चाहिँ V8 इन्जिनको फाउन्डर चाहिँ गुगल थियो होइन सो हाम्रो बेसिकली नोड.जेएस चाहिँ केमा काम गर्छ भन्दाखेरि चाहिँ नोड.जेएसको भित्र चाहिँ एउटा ऱ्यापर हुन्छ क्या ऱ्यापर कस्तो हुन्छ भने एउटा V8 इन्जिन हुन्छ नोड.जेएसभित्र V8 इन्जिन हुन्छ जुन यो V8 इन्जिन हुन्छ नि त्यसको पनि भित्र एउटा कुरा युज गरेर हुन्छ त्यसको नाम हो सिपिपी
यो कुरा क्या धेरै ठाउँमा यो भन्दैन होइन बट तिम्रो नोड.js छ नोड.js-भित्र तिम्रो V8 इन्जिन युज हुन्छ V8 इन्जिन एज अ मेन पार्ट युज भइरहेको हुन्छ अनि V8 इन्जिनभित्र पनि CPP युज भइरहेको हुन्छ क्या त्यहाँबाट गएर हेर्छौ भने डज नोड.js युजेस C++ यस्तो लेख्यो भने चाहिँ यतापट्टि होइन के हो भन्दा फेरि यता अरे नोड.js युटिलाइजेस C++ सिग्निफिकेन्ट इन इट्स कोर इम्प्लिमेन्टेसन क्या बुझ्यो कोरमा एकदम हुन्छ यतापट्टि V8 इन्जिनको कुरा आइहाल्यो क्या सिम्पली भन्दाखेरि नोड.js-मा जुन भित्र ब्याकबोन छ त्यो भनेको CPP हो क्या C++ बुझ्यो नि कुरा सो यो हाम्रो नोड.js-को हल्का ब्याकग्राउन्ड थियो सो लेटेस्ट कमन नोड.js कसरी काम गर्छ नोड.js-को आर्किटेक्चर कसरी काम गर्छ यो मैले होस्टिङरबाट उठाएको होइन यो जुन ब्लग छ त्यो ब्लगबाट उठाएको यु क्यान जस्ट टेक इट आउट फ्रम हियर होइन सो मैले यहाँबाट उठाएको तिमीहरू हेर्न सक्छौ सो बेसिकल सबसे पहिलामा नोड.js-को बारेमा अलिकति इन्ट्रोडक्सन दिन्छु म सो नोड.js चाहिँ सिङ्गल थ्रेडेड हो क्या के हो भन्दाखेरि सिङ्गल थ्रेड भनेको के हो भन्दाखेरि लाइक तिम्रो जुन CPU हुन्छ नि CPU-को चाहिँ थ्रेडहरू हुन्छ क्या सो थ्रेड भनेको चाहिँ कामदार हो क्या के हो अरे थ्रेड भनेको कामदार हो THREAD कामदार जतिवटा थ्रेड त्यतिवटा कामदार बुझ्यो सो तिम्रो जुन PC छ त्यो तिम्रो 8 कोरको छ भने 8 कोर अथवा 8 थ्रेडको छ भने त्यसमा चाहिँ 8वटा कामदार छ भनेको क्या सिमिलरली जुन हाम्रो नोड.js छ त्यो चाहिँ सिङ्गल थ्रेडेड हो क्या सिङ्गल थ्रेडेड मतलब यसमा चाहिँ एउटा मात्रै कामदार हुन्छ भनेको क्या नर्मल्ली एनालोगीबाट बुझ्दाखेरि चाहिँ त्यो कुरा अपाचीको सर्भर छ भने अपाचीको सर्भरमा चाहिँ हाम्रो 4वटा थ्रेड छ भने चाहिँ के हुन्छ भन्दाखेरि 4वटा थ्रेड छ भन्यो भने चाहिँ 4वटा फरक कामदार हुन्छ क्या पहिलो कामदार दोस्रो कामदार तेस्रो कामदार चौथो कामदार यो हो हाम्रो थ्रेडहरू होइन सो तिम्रो जुन युजरहरू छ नि युजरहरूले केही रिक्वेस्ट गर्यो भने पहिलो कामदारले एउटा युजरलाई हेऱ्यो अरे अर्को कामदारले अर्को युजरले हेऱ्यो अर्कोले अर्कोलाई हेऱ्यो अर्कोले अर्कोलाई हेऱ्यो अब चारैवटा कामदार के छ बिजी छ अब यदि कसैले कुनै युजर फेरि नयाँ युजर आयो भने चाहिँ नयाँ युजर आयो भने चाहिँ यसको रिक्वेस्ट ह्यान्डल गर्न गाह्रो पर्छ किनभने 4वटा कामदार बिजी छन् जबसम्म 4वटा कामदारको आफ्नो काम सकिँदैन तबसम्म उसलाई केही पनि अब जुन यो युजर छ नि त्यो युजरले आफ्नो जुन रिक्वेस्ट छ त्यसको रेस्पोन्स पाउँदैन मतलब युजरले त केही न केही त सर्भरलाई रिक्वेस्ट गरेर होइन सो अहिले भनिहालेँ होइन सर्भर भनेको के हो सर्भर भनेको सिम्पली के होइन सर्भर भनेको चाहिँ तिम्रो युजरले केही कुरा रिक्वेस्ट गर्छ र सर्भरले चाहिँ त्यो रिक्वेस्टलाई बुझ्छ त्यो रिक्वेस्टलाई प्रोसेसिङ गर्छ र त्यसको चाहिँ रेस्पोन्स दिन्छ फर इक्जाम्पल तिम्रो सर्भर भनेको एउटा वेबसाइट खोलेपछि तिमीले त्यहाँनिर एउटा फेक मेल माग्यो क्या जस्तै टेम्प मेल भन्ने कुरा हुन्छ होइन त्यो टेम्प मेलमा तिम्रो फेक मेल आउँछ क्या सिमिलरली तिमीले एउटा जस्तै एउटा युजरले रिक्वेस्ट गर्यो तिमीलाई एउटा मेलको होइन एउटा इमेलको रिक्वेस्ट गर्यो भने सर्भरले त्यो मेललाई त्यो रिक्वेस्टलाई हेर्छ त्यो रिक्वेस्टले के मागिरहेको छ त्यो रिक्वेस्टमा के छ छैन सबै कुरा हेर्छ त्यो रिक्वेस्ट हेरिसकेपछि त्यो रिक्वेस्ट भ्यालिड हो कि होइन त्यो रिक्वेस्ट लेजिटिमेट हो कि होइन त्यो रिक्वेस्ट गर्ने युजर अथोराइज छ कि छैन अथेन्टिकेटेड छ कि छैन सबै कुरा चाहिँ सर्भरले चेक गर्छ र सबै कुरा भेरिफाई भइसकेपछि उसले रेस्पोन्स पठाउँछ क्या रेस्पोन्समा त आइदर उसको रिक्वेस्टको जुन डेटा हुनसक्छ अथवा रेस्पोन्समा कुनै इरर हुनसक्छ रेस्पोन्समा कुनै वार्निङ हुनसक्छ जे हुनसक्छ क्या सिम्पली सर्भर भनेको एउटा यस्तो कुरा हो जसले चाहिँ रिक्वेस्टलाई लिन्छ प्रोसेसिङ गर्छ र रिक्वेस्ट पठाइदिन्छ बुझ्यो कुरा यति मात्रै सर्भरको काम सब यतापट्टि आम फर्केर होइन सो यदि हाम्रो 4वटा कोरको सिस्टम छ 4वटा थ्रेडको सिस्टम छ भने चाहिँ अपाचे सर्भर भनेको चाहिँ मैले अघि होइन अपाचे सर्भर छ भने चाहिँ अब के यसमा के हुन्छ भन्दाखेरि चाहिँ अब तिम्रो जुन 4वटा जुन थ्रेड छ त्यसले चाहिँ होइन लाइक फर्स्ट थ्रेडले चाहिँ ए भन्ने युजरले ह्यान्डल गरेर सेकेन्डले बी थर्डले सी र लास्टले डी तिमीहरूको यसरी काम गरिरहेको छ अरे होइन हरेक थ्रेडले चाहिँ हरेक युजरले ह्यान्डल गरेर भने यदि कुनै नयाँ युजर आउँछ नयाँ युजर आयो भने त अब 1 एसँग बिजी छ ए को काम गर्ने बिजी छ 2 बी को काम गर्ने बिजी छ 3 सी को काम गर्ने बिजी छ 4 डी को काम गर्ने बिजी छ भनेपछि आयो भने चाहिँ ले चाहिँ एकछिन पर्खिनुपर्छ क्या किनभने सबै वर्करहरू चाहिँ बिजी छन् अब यदि यहाँनिर जुन 1ले चाहिँ ए को काम सकाइदियो भने चाहिँ अब यता खाली हुन्छ र यतापट्टि आएर बस्छ मतलब बुझ्यो नि कुरा मल्टी थ्रेड सिस्टममा चाहिँ डिफ्रेन्ट टाइप्स अफ थ्रेडहरू हुन्छ त्यहाँनिर काम चलिरहेको हुन्छ यदि त्यो काम चल्दै अनगोइङ प्रोसेसमा एउटा नयाँ युजरले केही रिक्वेस्ट गर्न खोज्यो भने चाहिँ यदि सबै थ्रेडहरू बिजी छ भने त्यो जुन युजर छ त्यसले चाहिँ एकछिन वेट गर्नुपर्ने हुन्छ एकछिन वेट गर्नुपर्छ अनि जब एउटा थ्रेड खाली हुन्छ जब एउटा कोर खाली हुन्छ तब चाहिँ जुन यो वेट गरेको जुन रिक्वेस्ट हो त्यहाँ चाहिँ हामीले गएर प्रोसेसिङ हुने काम गर्छ सिम्पल मल्टी थ्रेड भनेको त्यो तर सिङ्गल थ्रेड जुन नोड.js छ त्यो सिङ्गल थ्रेड मतलब के हो भन्दाखेरि चाहिँ यसले चाहिँ के गर्छ भन्दाखेरि लाइक सिङ्गल थ्रेड मतलब अब एउटा मात्रै थ्रेड भएन एउटा मात्रै कोर हुने भयो अब चाहिँ कुनै युजरले जस्तै एउटा युजरले रिक्वेस्ट गर्यो होइन एउटा युजरले रिक्वेस्ट गर्यो त्यो युजरको नाम हो ए भन्ने युजरले रिक्वेस्ट गरेछ भने उसले यतापट्टि उसको रेस्पोन्स दिन्छ यसलाई होइन जस्तो उसले प्रोसेसिङ गरेर अरे होइन त्यही टाइममा फेरि अर्को युजरले गएर रिक्वेस्ट गर्यो जुन कि छ बी
अब यसमा के हुन्छ भन्दाखेरि ए भन्ने जुन युजरले रिक्वेस्ट गरेको थियो जुन हाम्रो सर्भरलाई त्यो हाम्रो नोड.js को सर्भरलाई सबै जुन ए भन्ने कुरा छ ए भन्ने जुन युजरको रिक्वेस्ट छ त्यो यसले ह्यान्डल गरेर होइन प्रोसेसिङ गरेर र जुन अब जब बी भन्ने जुन आयो नि बी भन्ने जुन नयाँ रिक्वेस्ट आयो नि त्यो सर्भरबाट आइसकेपछि सर्भरले नि यसलाई पनि प्रोसेसिङ गर्छ क्या साइड बाई साइड बुझ्नु नि कुरा बिहाइन्ड द सिन ब्याकग्राउन्डमा होइन यो दुवै यो नि रन भइरहेको हुन्छ यो नि रन भइरहेको हुन्छ क्या मतलब कसैले पनि पर्खिनु पर्नेवाला छैन क्या नि बुझ्यो जबसम्म त्यो ब्लकिङ टास्क हुँदैन तबसम्म चाहिँ कसैले नै पर्खिनु पर्दैन अहिले ब्लकिङ र नन ब्लकिङ एकछिनमा बुझाउँछु बट के बुझाउँ भन्दाखेरि एउटा युजरले रिक्वेस्ट गर्यो सर्भरले प्रोसेसिङ गरेर यसको काम गरेर त्यही काम एको काम गरिरहेको बेलामा बीले यदि रिक्वेस्ट गर्यो भने बीलाई वेट गर्नु पर्दैन क्या सर्भरले बीको काम पनि पछाडि ब्याकग्राउन्डमा हेरेर हुन्छ क्या अनि यदि एको रिजल्ट आयो भने यसलाई रिजल्ट दिन्छ अनि बीको काम गरेर हुन्छ फेरि बीलाई नि रिजल्ट दिन्छ यसै गरी सी आउँछ डी आउँछ ई आउँछ यसले चाहिँ मजाले काम गर्न सक्छ होइन सो यो मैले भनेको होइन यतापट्टि डकुमेन्टेसनमा हेर्छौँ भने डकुमेन्टेसन यतापट्टि लेखेको छ है म देखाउँछु कता लेखेको छ यतापट्टि हेर टु ह्यान्डल युजर रिक्वेस्ट ट्रेडिसनल सर्भर्स लाइक अपाची एन्ड टमक्याट युजेस अ थ्रेड द्याट क्यान सर्भ one client एट अ टाइम एउटा क्लाइन्ट एउटा टाइममा होइन वान्स यु रिच द म्याक्सिमम नम्बर अफ थ्रेड्स न्यू रिक्वेस्ट मस्ट वेट भने मैले अघि भने जस्तै होइन सबै बिजी छ भने त्यो नयाँ रिक्वेस्टले एकछिन पर्खिनुपर्छ होइन अनि थ्रेड्स डाटा रिस्टोर प्रोसेसिङ युजर रिक्वेस्ट यसले ब्लक गर्छ भनिहालेँ मैले नन ब्लकिङ भनेको के हो नन ब्लकिङ भनेको सिङ्गल थ्रेड क्यान रिसिभ एन्ड फरवर्ड न्यू रिक्वेस्ट विदाउट वेटिङ फर करेन्ट भनेको बुझ्यो जुन ए भन्ने जुन रिक्वेस्ट छ त्यो प्रोसेसिङ भइरह हुँदै बी भन्ने कुरा आयो बी भन्ने कुराले यसले प्रोसेस गर्न सक्ने क्यापेबिलिटी छ यो भनेको सिङ्गल थ्रेड भयो क्या सो नोड.js हाम्रो के छ सिङ्गल थ्रेड छ सिम्पली त्यही हो क्या सिम्पल छ होइन अब यतापट्टि आर्किटेक्चर बुझ्नु होइन आर्किटेक्चरमा चाहिँ के छ भन्दाखेरि नोड.js को सिस्टम कसरी काम गर्छ हेरौँ है त एप्लिकेसन छ होइन सो यो एप्लिकेसन भनेको हाम्रो नोड.js को सर्भर भयो क्या यतापट्टि जुन आइरहेको यो एरोहरू यो भनेको चाहिँ रिक्वेस्ट रेस्पोन्स मैले अघि भने नि युजरले सर्भरलाई रिक्वेस्ट गर्छ सर्भरले प्रोसेसिङ गर्छ यति प्रोसेसिङ गर्नको लागि यति एन्टायर काम हुन्छ क्या सबै एन्टायर काम गरेर प्रोसेसिङ गर्छ र युजरलाई यसरी रिक्वेस्टबाट प्रोभाइड गर्छ क्या सिम्पल त्यही हो सो V8 इन्जिन जुन हाम्रो जाभास्क्रिप्ट इन्जिन छ त्यसले चाहिँ कसरी काम गर्छ होइन नोड.js को जुन आर्किटेक्चर छ सिस्टम आर्किटेक्चर चाहिँ कसरी काम गर्छ भन्ने कुरा चाहिँ म यतापट्टि बुझाउनेवाला छु अब हाम्रो नोड.js ले चाहिँ के गरी काम गर्छ भन्दाखेरि चाहिँ कुनै पनि एउटा रिक्वेस्ट आयो होइन जस्तै कुनै पनि टास्क आयो क्या जस्तै फर्स्ट टास्क आयो भने यतापट्टि फर्स्ट टास्क छ सेकेन्ड टास्क आयो थर्ड टास्क आयो यसरी आयो होइन सो सबै टास्कलाई चाहिँ पहिला सुरुमा चाहिँ यतापट्टि इभेन्ट क्यू भन्ने हुन्छ त्यसमा हालिन्छ क्या इभेन्ट क्यूमा चाहिँ लगाएर हालिन्छ सबसे पहिलामा 1 त्यसपछि 2 त्यसपछि 3 यसरी हाल्यो होइन 1 2 3 मैले यसरी जुन हाम्रो टास्कहरू छ त्यसरी आयो इभेन्ट क्यूमा आएर बस्छ होइन इभेन्ट क्यू भनेको यस्तो ठाउँ जसमा चाहिँ सबै कुराहरू चाहिँ इभेन्टहरू चाहिँ आएर बस्छ क्या सबै युजरको रिक्वेस्टहरू चाहिँ आएर बस्छ भनेको इभेन्ट क्यूमा होइन सो इभेन्ट लुप भनेको चाहिँ एउटा पर्टिकुलर लुपमा चाहिँ काम भइरहेको हुन्छ क्या कस्तो काम भन्दा फेरि जस्तो 1 2 3 छ होइन अब 1 2 3 मा पनि टास्क दुई टाइपको हुनसक्छ क्या के हो कि मैले के भन्दाखेरि टास्क दुई टाइपको हुनसक्छ होइन के टाइपको हो भन्ने कुरा यता आयो त सबसे पहिला फर्स्ट टास्क भनेको हाम्रो ब्लकिङ अर्को भनेको नन ब्लकिङ सो ब्लकिङ टास्क भनेको चाहिँ यस्तो टास्क जसले चाहिँ अर्को टास्कलाई ब्लक गर्छ क्या कुनै पनि कोड लेखिरहेको तिमीले होइन जस्तै एउटा लाइनको कोड लेख्यो दुईवटा लाइनको कोड लेख्यो 3 लाइनको कोड लेख्यो तिम्रो फर्स्ट लाइनको कोड ठिक छ त्यो फर्स्ट लाइनको कोड ठिक छ त्यो चलेपछि अर्को लाइनको कोड चल्छ त्यो चलेपछि अर्को लाइनको कोड चल्छ जस्तै अब तिमीले जुन होइन यसरी तिम्रो मल्टिपल लाइनको कोड लेखेको छ तिमीले होइन अब तिमीले जुन थर्ड लाइनको कोड छ त्यो थर्ड लाइनको कोडमा तिमीले एपिआई कलिङ गरेको अरे त्यहाँबाट तिमीले एपिआई कलिङ गरेको छौ अरे एपिआई कलिङ गरेको हो एपिआई कलिङ गर्दाखेरि त के हुन्छ भन्दाखेरि त थर्ड लाइनमा त हामीले एपिआई कल गरेको होइन एपिआई कलिङ म एपिआईहरू बुझाउँछु नि एपिआई कलिङ भनेको सिम्पली हामीले अर्को सर्भिसलाई चाहिँ बोलाएको छौँ भने क्या कल गरेको छौँ भने बुझ्यो त्यति मात्रै बुझ्यो अहिले त्यो कल गर्दाखेरि त केही न केही टाइम लाग्छ सो जबसम्म चाहिँ जुन थर्ड लाइनको कोड छ नि जबसम्म चाहिँ त्यसले त्यो एक्सटर्नल सर्भिसलाई गएर म्यासेज गरेर जबसम्म त्यस्तो डेटा यतापट्टि आफूबाट ल्याउँदैन नि तबसम्म चाहिँ यसले चाहिँ तलको कोडलाई रन हुनै दिँदैन क्या बुझ्यो नि कुरा त्यो ब्लकिङ कोड भने ब्लकिङ कोड भनेको चाहिँ आफू एक्जिक्युट नहुने बेलासम्म यसले अरूलाई एक्जिक्युट गर्न दिँदैन भने त्यसलाई हामी ब्लकिङ भन्छौँ के हो ब्लकिङ भनेको सो थर्ड लाइनको कोडले के गर्छ एपिआई कल गर्छ एपिआई कल भनेको कुनै पनि एउटा बाहिर एक्सटर्नल सर्भिसबाट चाहिँ के डेटा लिएर आउनु छ होइन के डेटा लिएर आउनु छ भनेपछि यो डेटा लिन जान्छ सुरु गर्दा केही न केही टाइम लाग्छ क्या केही न केही टाइम लाग्दाखेरि चाहिँ के गर्छ भन्दाखेरि जबसम्म चाहिँ यसले त्यहाँ सर्भिसबाट गएर डेटा लिएर आउँदैन तबसम्म चाहिँ यो 4 र 5 को लाइन कोड छ त्यो चाहिँ रन हुँदैन क्या बुझ्यो नि कुरा त्यो अलिक थ्योरी भयो होला बट सिम्पल हुन्छ क्या बुझ्यो कि बुझेन कुरा ब्लकिङ र नन ब्लकिङ भनेको के हो सिम्पली कुनै पनि एउटा कुरा हुन्छ त्यो चाहिँ जबसम्म त्यो आफू एक्जिक्युट हुँदैन तबसम्म त्यसले अरूलाई एक्जिक्युट गर्न दिँदैन भने त्यसलाई हामी भन्छौँ ब्लकिङ र आफू एक्जिक्युट भएन भने अर्को लाइन अफ कोडलाई चाहिँ एक्जिक्युट गर्न दिन्छ भने त्यसलाई हामी भन्छौँ नन ब्लकिङ क्या सिम्पली त्यो एपिआई कलिङ भनेको ब्लकिङहरू हुन्छ होइन सो तिम्रो यसरी 1 2 3 टास्क आएको छ भने अब यसले चाहिँ हेर्छ कि कुन ब्लकिङ हो कुन नन ब्लकिङ हो क्या जस्तै यो फर्स्ट ब्लकिङ छ फर्स्ट र सेकेन्ड ब्लकिङ छ त्यो सेकेन्डमा चाहिँ तिमीले एपिआई कलिङ गरे हो एपिआई कलिङ गऱ्यो भने सिधैबाट सेकेन्ड जुन हाम्रो
टास्क छ नि त्यो टास्क चाहिँ यतापट्टि आएर बस्दिन्छ। ब्लकिङ अपरेसनलाई चाहिँ यतापट्टि जुन ब्लकिङ अपरेसनलाई चाहिँ होइन छुट्टै यतापट्टि सेकेन्ड नम्बरको टास्कमा लगाएर राखिन्छ क्या। अनि सेकेन्ड नम्बरको टास्कमा लगाएर राखिन्छ अनि जुन हाम्रो 1 र 3 कोड छ नि त्यसलाई चाहिँ हामीले यतापट्टि वर्करमा पठाइन्छ। वर्कर थ्रेडहरू छ त्योबाट पठाइन्छ। 1 र 3 को कोड चाहिँ यतापट्टि आएर बस्छ, यसको जुन कोड चल्छ, आउटपुट आउँछ, आउटपुट आइसकेपछि यतापट्टि एक्जिक्युट कल ब्याकको थ्रु हाम्रो यतापट्टि रेस्पोन्स जान्छ। तर जुन हाम्रो जुन 2 नम्बरमा जुन हाम्रो एसिङ्क्रोनस मतलब जुनमा चाहिँ टाइम लाग्ने थियो, जुन चाहिँ ब्लकिङ अपरेसन छ त्यो चाहिँ छुट्टै एउटा सेपरेट खालको एउटा कम्पार्टमेन्टमा गएर बस्छ सेकेन्डको कोड चाहिँ। अनि जब यो कोड एक्जिक्युट हुन्छ तब यो यतापट्टि थ्रेडमा आउँछ र थ्रेडमा आइसकेपछि यतापट्टि प्रोसेसिङ हुने काम गर्छ। बुझ्यो कुरा? सिम्पली यो तिमीले यति बुझिदिनु होला, मजाले पुग्छ क्या। सिम्पली भनेको पहिला सुरुमा रिक्वेस्ट आउँछ, यतापट्टि रिक्वेस्ट आइसकेपछि ब्लकिङ हो कि नन ब्लकिङ हो, ब्लकिङ हो कि नन ब्लकिङ हो, ब्लकिङ हो कि नन ब्लकिङ हो त्यसले त्यहाँबाट भेरिफाई गर्छ होइन। ब्लकिङ हो कि नन ब्लकिङ हो त्यहाँबाट भेरिफाई हुन्छ, भेरिफिकेसन हुन्छ। अनि यदि नन ब्लकिङ हो भने यतापट्टि इभेन्ट लुपमा जान्छ, त्यहाँबाट इभेन्ट लुपमा गइसकेपछि थ्रेडले काम गर्छ र यतापट्टि आउटपुट दिने काम गर्छ है, यो हुन्छ। अनि यदि कोड यदि ब्लकिङ छ भने, इफ कोड ब्लकिङ छ भने चाहिँ के हुन्छ भन्दाखेरि एकछिन वेट्स फर इट्स एक्जिक्युसन, मतलब ब्लकिङ छ भने चाहिँ छुट्टै एउटा कम्पार्टमेन्टमा लगाएर राखिन्छ र त्यसको एक्जिक्युट हुने बित्तिकै चाहिँ यतापट्टि वर्कर थ्रेडले यतापट्टि रेस्पोन्स चाहिँ दिने काम गर्छ होइन। सो यो चाहिँ कति मैले ओभरभ्यू दिएँ, यो डिप कुरा छैन, यसमा केही पनि मैले डिप कुरा भनेको छैन, जस्ट मैले माथिबाट ओभरभ्यू दिएको तिमीलाई यति भए काम गर्छ। मैले पुरै भित्रको जुन इभेन्ट क्यू, बाँकीको इभेन्ट लुप होइन स्ट्याकहरू मैले केही पनि भनेको छैन, जस्ट मैले उपर चाहिँ भनेको र उपर चाहिँ काम चल्छ। हाम्रो ब्याकएन्डको हाम्रो जुन आर्किटेक्चर बुझेर के गर्नु होइन, तिमीले गाडी चलाएर छ भने गाडी चलाउँदाखेरि तिमीले गाडीको भित्र इन्जिन कुन युज भयो, इन्जिनले कतिको के काम गर्छ सबै थाहा पाउनुपर्ने आवश्यक छ त छैन। अभियसली इन्जिन कसरी काम गर्छ अलिकति ओभरभ्यू पुगिहाल्छ नि होइन। सेम यसमा पनि त्यही नै हो होइन। तिमीले कमेन्टमा फेरि भन्नु लागि के पढाएको यस्तो भन्नु होइन, बट मैले भने नि कि ओभरभ्यू दिएको म यति भए पुग्छ क्या, यति मैले नि यति पढिरहेको छु होइन। योभन्दा डिप पनि मैले गएको छु, बट अहिलेको लागि यति भए पुग्छ क्या टु स्टार्ट ब्याकएन्ड। यो भनेको सिम्पली नोड.जेएस कसरी काम गर्छ भन्ने कुरा मात्रै हो क्या, यो ब्याकएन्डसँग यसको लेनादेना छैन धेरै जस्तो होइन। सो मैले अलिकति ओभरभ्यू दिएँ। आजको अब चाहिँ अर्को कुरा चाहिँ यतापट्टि के छ भन्दाखेरि एनपिएम भन्ने छ क्या। सो एनपिएम भनेको के भन्दाखेरि नोड प्याकेज म्यानेजर। यतापट्टि जान्छौँ भने एनपिएम लेख्यो भने के भनेको के भन्दाखेरि नोड प्याकेज म्यानेजर। यसले चाहिँ के गर्छ भन्दाखेरि प्याकेज भनेको चाहिँ डिफ्रेन्ट टाइप्स अफ सफ्टवेयर जस्तो हो क्या। कुनै पनि तिमीले केही प्रोग्राम लेखेको छौ भने, केही तिमीले एप्लिकेसन बनाउन थालेको छौ भने चाहिँ सानो त्यो एप्लिकेसन बिल्ड गर्नको लागि पनि हामीलाई चाहिँ सानो खालको सफ्टवेयर चाहिन्छ क्या, प्याकेजेस भन्छ त्यसलाई चाहिँ होइन। सानो प्याकेजेस चाहिन्छ। त्यो प्याकेजेस भनेको चाहिँ सानो सफ्टवेयर जस्तो हो क्या। बुझ्यौ? तिमीले जुन आफ्नो डेली लाइफमा युज गर्छौ नि, जस्तै क्यालेन्डर युज गरेर सफ्टवेयर एउटा होइन, अर्को तिमीले फेसबुक इन्स्टा युज गरेर ल्यायो, त्यो सबै भनेको एउटा सफ्टवेयर हो। सिमिलरली कुनै पनि एउटा एप्लिकेसन कोड गरेर हो, एप्लिकेसन बनाइराखौ भने चाहिँ त्यो बनाउँदाखेरि चाहिँ युज हुने स्मल कुरा त्यसलाई चाहिँ हामी प्याकेज भन्छौँ क्या। हरेक स्मल प्याकेजहरू मिलेर चाहिँ एउटा एप्लिकेसन कोड गर्छौ क्या तिमीले होइन। एउटा जस्तै तिमीले अथेन्टिकेसनको लागि एउटा प्याकेज युज गर्छौ, अनि इन्क्रिप्सन डिक्रिप्सनको लागि एउटा प्याकेज युज गर्छौ, डेटाबेसको लागि एउटा प्याकेज युज गर्छौ, सर्भर क्रिएसनको लागि एउटा प्याकेज युज गर्छौ। सिमिलरली यो फरक प्याकेज जुन हुन्छ त्यसलाई म्यानेज गर्ने काम कसले गर्छ, एनपिएमले गर्छ। एनपिएम भनेको नोड प्याकेज म्यानेजर होइन। नोड प्याकेज म्यानेजर भनेको चाहिँ नोड.जेएसको प्याकेजहरूलाई म्यानेज गर्ने काम चाहिँ कसले गर्छ, यसले गर्छ है। म्यानेजेस अल द प्याकेजेस अर रेकर्ड अल इन्स्टल प्याकेजेस, मतलब यसले सबै प्याकेजलाई म्यानेज गर्ने काम गर्छ र इन्स्टल भएको प्याकेजलाई रेकर्ड गर्ने काम पनि गर्छ यसले होइन। सो यो भयो हाम्रो ओभरभ्यू, आजको एजेन्डा यो भयो होइन।